नमस्ते, म बसन्त श्रेष्ठ, नेपाली टुरिस्ट गाइड। आज म नेपालको विश्व सूची सम्पदामा परेका चाँगु नारायण मन्दिरबाट म बोल्न गइरहेको छु। तपाईलाई यो जानकारी पनि गराउन चाहन्छु कि यो चाँगु नारायण मन्दिरका वर्तमान पुजारीले यस चाँगु नारायणको परिचय, इतिहास, कलाकृति, अन्य मठ मन्दिरहरू र चाड पर्वको बारेमा यो भिडियो मार्फत तपाईहरुलाई केही कुरा भन्न गइरहनु भएको छ। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। नमस्कार सबैजनामा, म आवास धरानन्द राजोपाध्याय, यस चाँगु नारायण मन्दिरका पुजारी। अब म तपाईहरुलाई चाँगु नारायण मन्दिरका बारेमा एउटा छोटो परिचय दिन्छु। चाँगु नारायण मन्दिर विश्व सम्पदामा सूचीकृत नेपालको सबैभन्दा पुरानो मध्येको एउटा वैष्णव मन्दिर हो। यहाँ भगवान श्री चाँगु नारायण, लक्ष्मी, सरस्वती र गरुड विराजमान हुनुहुन्छ। यस मन्दिरको कथा हामीले स्कन्द महापुराण अन्तर्गत एउटा ग्रन्थ छ, नेपाल महात्म्यम भन्ने। नेपाल महात्म्यमको केही अध्यायहरूमा चाँगु नारायणको उत्पत्तिको कथा व्याख्या गरिएको छ। यसमा जैमिनी र मार्कण्डेय नामका दुईजना ऋषिहरूको संवादमा चाँगु नारायण भगवानको उत्पत्ति कसरी भयो भन्ने एउटा कथा पाइन्छ। एउटा कुनै कालमा सुदर्शन नामका एकजना ब्राह्मण थिए। उनले गाई पाल्थे र उनको गाईहरू सधैँ यहाँ चर्न आउँदाखेरि यहाँ एउटा ठुलो चाँपको रुख थियो। त्यो चाँपको रुखको फेदबाट यहाँको स्थानीय कथाअनुसार चाहिँ एउटा कालो पुरुष र स्कन्द महापुराण अन्तर्गतको जुन नेपाल महात्म्य मैले अघि भने, नेपाल महात्म्य अनुसार चाहिँ एउटा व्यक्ति आएर ती गाईको सबै दुध पिउने गरेर राख्दाखेरि सुदर्शन ब्राह्मणले चाहिँ कहिले पनि दुध पाउँदैनथे र यसरी आफूले पालेको गाईको दुध आफूले खान नपाउँदाखेरि सुदर्शन ब्राह्मण निकै रिसाएर एक दिन लुकेर के भएको रहेछ भनेर हेर्न आउनुहुँदा एउटा कालो पुरुष आएर दुध खाइरहेको देख्नुभएपछि एकदम रिसाएर आफूसँग भएको एउटा हतियारले शिर छेदन गरिदिनु भएको र त्यसरी शिर छेदन हुँदाखेरि त्यस कालो पुरुषबाट त्यहाँबाट 4 हातमा शङ्ख, चक्र, गदा र पद्म लिनुभएको भगवान श्री नारायण उत्पन्न हुनुभयो भन्ने एउटा कथा प्रसङ्ग पाइन्छ। र त्यसरी नै भगवान श्री नारायणले दर्शन दिनुहुँदाखेरि भगवान स्वयंले दर्शन दिनुभएपछि सुदर्शन ब्राह्मण डराए र मैले अपराध गरेको छु, भगवानको शिर काटेको छु भनेर उनी भगवानसँग माफी माग्छन् र भगवानले चाहिँ वरदान के दिनुहुन्छ भने, उहिले सत्ययुगमा सुमति नामको ब्राह्मणलाई मैले हत्या गर्दाखेरि ब्रह्म हत्या लागेको कारणले अब म ब्रह्म हत्याबाट मोचन भएँ अथवा ब्रह्म हत्या मेरो श्राप नष्ट भयो भनेर तिमीलाई चाहिँ मैले यहाँको पुजारी हुन पाउने र तिम्रा वंशज मात्रै पुजारी हुने गरिकन वरदान दिन्छु र म यहीँ विराजमान भएर बस्छु भनेर वरदान दिनुभएको भन्ने कथा प्रसङ्ग पाइन्छ। र यसरी नै अहिलेसम्म पनि यहाँको पुजारी, यहाँको नारायणको र यहाँको ग्वाला भँडेलहरूको वंशज परम्परा अहिलेसम्म पनि चलिरहेको छ। अब म चाँगु नारायणको इतिहासको पक्षहरू केही कोट्याउँछु। यस मन्दिरको इतिहास हामीले अहिलेसम्म प्रामाणिक रूपमा हेर्नुपर्दा मानदेव राजाले यहाँ चढाउनु भएको एउटा स्तम्भ अभिलेखका आधारमा विक्रम सम्वत 521 अङ्ग्रेजीमा भन्नुपर्दा 464 AD आसपासको एउटा अभिलेख पाइन्छ, जसमा जुन चाँगु नारायण मन्दिरमा भएको कारणले त्यो बेलामा चाँगु नारायण मन्दिर स्थापना भइसकेको भनेर हामी मान्छौँ। त्योभन्दा पहिले हरिदत्त वर्माले उपत्यकाका 4 नारायण बनाए भनेर एउटा लेखिएको पाइन्छ र त्यस आधारमा उपत्यकाका 4 नारायण मध्ये पूर्वको शिखरको नारायण भनेर हामी यहाँ पूर्व शिखर नारायण अथवा यो दोलागिरी भनेर यो पर्वतलाई दोलागिरी पनि भनिने भएकोले दोल शिखर स्वामी भनेर यसरी हामी चाँगु नारायणलाई पनि चिन्छौँ। चाँगु नारायणको त्यसपछि अहिलेको बनिरहेको स्ट्रक्चर, अहिलेको भएको संरचना चाहिँ धेरै पछि मल्लकालमा भूपालेन्द्र मल्ल नामका एकजना राजाले स्थापना गरेको र यो संरचना अहिलेसम्म पनि त्यही अनुसार अहिले भइरहेको संरचना त्यही बेलाको हो भनेर हामी भन्छौँ। यसमा पटक पटक जीर्णोद्धारहरू भएका छन्। भित्रको मूर्ति अंशु वर्माले
सुनको मूर्ति एउटा चढाएको भनेर पनि एउटा लेखिएको छ। भित्र एउटा स्वर्णपत्रमा एउटा अभिलेख लेखिएको छ। त्यसले गर्दा भित्रको मूर्ति चाहिँ कम्तीमा अंशुवर्माको कालमा त्यसमा स्वर्ण एउटा लेपन अथवा स्वर्ण एउटा पता चढाएको भनेर देखिन्छ। त्यसपछि चाँगुनारायणको अहिलेको यो परिसरहरूमा विभिन्न समयमा विभिन्न किसिमका मन्दिरहरू थपिएका छन्। विभिन्न मूर्तिहरू पछि विभिन्न राजाहरूले चढाएका छन् र यो चाँगुनारायणको मन्दिर पनि पटक पटक जीर्णोद्धार भएको छ। अहिलेसम्म हामीले महेन्द्रको शासनकालमा 2018मा जीर्णोद्धार पुरा भएको पनि देख्छौँ र 2072को भूकम्पपछि पनि फेरि यो मन्दिर केही हदसम्म जीर्णोद्धार भएको छ। त्यो पुरै बनाएको होइन, केही आंशिक रूपमा क्षति भएको कारणले त्यसलाई जीर्णोद्धार गरिएको छ। सतलहरू चाहिँ फेरि पुनर्निर्माण नै गरिएको 72 सालपछि चाहिँ। यहाँका महत्त्वपूर्ण केही कुराहरूमा चाहिँ यो सबभन्दा पुरानो मध्येको मन्दिर हो, किनभने हामीसँग मानदेवको एउटा शिलालेखले त्यसलाई सबभन्दा पुरानो मानिन्छ। जुन कुनै बेलामा मानदेवको त्यो शिलालेख नेपालको सबभन्दा पुरानो प्रामाणिक इतिहास मानिन्थ्यो भने अहिले आएर त्योभन्दा केही पुराना अभिलेख पनि भेटिएका छन्। त्यसपछि चाँगुनारायणको अर्को एउटा विशेषता के हो त भन्दा चाँगुनारायणमा एउटा सत्ययुगको चामल भनेर हामी मान्छौँ। त्यो सत्ययुगको चामलको अहिले नमुना मात्रै हो। जुन बेलामा एक गेडा चामलले जत्रो भाँडोमा पकाए त्यति भाँडो भरि हुने भन्ने एउटा परम्परा जनश्रुति छ र त्यसरी अहिले त्यो चामलको नमुना चाहिँ तपाईँहरूले मन्दिरको पश्चिमपट्टिको पर्खालमा पहिलो तल्लामा राखिएको देख्नुहुन्छ। विभिन्न मूर्तिहरू भगवान नारायणसँग सम्बन्धित, भगवान शिवसँग सम्बन्धित र देवीसँग सम्बन्धित विभिन्न मन्दिर तथा मूर्तिहरू तपाईँहरूले यहाँ भेट्न सक्नुहुन्छ। धेरैजसो कला इतिहास हेर्ने हो भने, आर्ट हिस्ट्रीको एङ्गलबाट हेर्ने हो भने विशेष त छिन्नमस्ताभित्रका मूर्तिहरू चाहिँ धेरै पुराना मध्येका देखिन्छन्, जसलाई चाहिँ करिब करिब पहिलोदेखि दोस्रो शताब्दीको भनेर धेरैजसो मूर्तिहरूलाई त्यति पुरानो भनिएका छन्। यहाँका वरपरका अरू मूर्तिहरू लिच्छवी कालका मूर्तिहरू पनि प्रशस्तै छन्। जस्तो तपाईँहरूले जुन 10 रुपियाँमा एउटा गरुड नारायण भगवानको चित्र अङ्कित भएको देख्नुहुन्छ, त्यो लिच्छवी कालको मूर्ति हो। त्यसपछि यहाँ विश्वरूपको मूर्ति छ, जुन गीतामा अर्जुन र भगवान श्रीकृष्ण बीचको संवाद हुँदाखेरि गीताको ज्ञान दिनु हुँदाखेरि भगवान श्रीकृष्णले आफ्नो विराट रूप विशाल रूप दिनुभउँदाखेरि त्यसरी विश्वरूप त्यो मूर्तिको कल्पना गरेर त्यो मूर्ति पनि यहाँ लिच्छवी कालमै बनाएको एउटा पाइन्छ। त्यसपछि वामनको मूर्ति र नरसिंहको मूर्ति जुन प्रस्तर कलाको अनुपम उदाहरणहरूमध्ये भनिन्छन्, ती सबै लिच्छवी कालका मूर्तिहरू यहाँ पाइन्छ। त्यसबाहेक अरू विभिन्न मल्लकालमा बनाइएका मूर्तिहरू पनि अरू छन्, जसमध्ये विशेषतः महाविष्णुका मूर्तिहरू तपाईँहरूले मन्दिरका वरपर पनि भगवान विष्णुको 10 अवतारको मूर्तिहरू र त्यसै गरी 10वटै दिशाहरूको 10 दिक्पाल भनेर दिक्पालका मूर्तिहरू पनि देख्न सक्नुहुन्छ। भगवानको 10 अवतारको मूर्तिहरू पश्चिमदेखि सुरु भएर मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, त्यसपछि परशुराम, राम, कृष्ण, बौद्ध, कल्की का क्रमशः मूर्तिहरू पश्चिमबाट त्यसपछि उत्तर हुँदै पूर्वतर्फसम्म तपाईँले देख्नुहुन्छ भने त्यसपछि विभिन्न दिशाका तपाईँहरूले मूर्ति दिशाका अधिपतिहरूका मूर्तिहरू देख्न सक्नुहुन्छ। पश्चिमतर्फ वरुण, त्यसपछि वायव्य कोणमा वायु, उत्तरको कुबेर, त्यसपछि उत्तर पूर्व कुनाको ईशान, त्यसपछि पूर्वमा भगवान इन्द्र, त्यसपछि आग्नेय कोणमा अग्नि, दक्षिणमा यम, त्यसपछि नैऋत्य कोणमा निऋति र त्यसरी तपाईँहरूले अष्टदिक्पालका मूर्तिहरू चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ। र यसरी विभिन्न समयमा यहाँका काष्ठकला, प्रस्तरकला र यी विभिन्न संरचनाहरू बनाइएका कारणले पनि लिच्छवी कालदेखिका ती कलाहरू यहाँ अहिलेसम्म जिउँदो भएकोले यो मन्दिरको विशेष एउटा महत्त्व छ। अब म यस चाँगुनारायण वरपरका विभिन्न अरू मन्दिरहरूको बारेमा तपाईँहरूलाई प्रकाश पार्छु। यहाँ भगवती छिन्नमस्ता पनि विराजमान हुनुहुन्छ। भगवती छिन्नमस्ताको कथा प्रसङ्ग कसरी आउँछ भन्दा यहाँ भगवान नारायण प्रादुर्भाव हुनु भइसकेपछि यहाँका वरपरका सबै जङ्गली जनावरहरू उनीहरूको यहाँ वासस्थान पाएनन्
र उनीहरूले यहाँ खानेकुरा पनि पाएनन्, किनभने भगवान आउनु भइसकेपछि भगवानका भक्तजन लगायत अरू ऋषिहरू विभिन्न किसिमका प्राणीहरू यहाँ आउन थाले र यहाँ खानाको अभाव भइसकेपछि भगवती देवीले स्वयं आफ्नो शिर आफैले छेदन गर्नु भएर ल जति सक्छौ खाओ भनेर आफ्नो काटिएको शिर भागबाट 3वटा रक्तधार बहाउनु भई सबै प्राणीहरूलाई त्यसरी उद्धार गर्नुभएको र तृप्त गर्नुभएको भन्ने कथा प्रसङ्ग पाइन्छ। त्यसै गरी यहाँ भगवान किलेश्वर पनि विराजमान हुनुहुन्छ। किलेश्वरको कथा एकपटक यो डोलागिरी भनेको डोलायमान हुने हल्लिरहने डाँडो, त्यो हल्लिरहने डाँडोलाई साम्य पार्न भगवान महादेव स्वयं किलाको स्वरूप भएर जमिन मुनिसम्म गाडेर बस्नुभएको कारणले उनलाई चाहिँ यहाँ किलेश्वर महादेवको रूपमा पूजा गरिन्छ। नेपालभरि 64वटा ज्योतिर्लिङ्गहरू भनेर मानिन्छ, त्यसमध्ये किलेश्वर महादेव पनि एउटा ज्योतिर्लिङ्ग भनेर मानिन्छ। त्यसै गरी यहाँ अरू वरपर क्रमशः पश्चिम वायव्यकोणदेखि चण्डनारायण अथवा गरुड नारायण, त्यसपछि कृष्ण मन्दिर, नाट्येश्वरी अथवा नाट्येश्वर, त्यसपछि महाविष्णु, त्यसपछि सोमेश्वर महादेव, त्यसै गरी मन्दिरको दक्षिणतर्फ दक्षिण पूर्वमा छिन्नमस्ता, त्यसपछि सेतो महादेव भनेर भन्छौँ, त्यसपछि विश्वरूप, त्यसपछि लक्ष्मीनारायण र किलेश्वर महादेव लगायत र त्यसपछि नैऋत्य कोणमा भैरव, कान्ति भैरव विराजमान हुनुहुन्छ। यसरी वरपरका विभिन्न मठ मन्दिरहरू यो विभिन्न समयमा विभिन्न किसिमको कलाकृतिहरूले युक्त भएर यहाँ बनेका छन्। अन्त्यमा म चाँगुनारायणका चाडपर्वहरूको बारेमा केही प्रकाश पार्छु। यहाँ विभिन्न चाडपर्व तथा मेलाहरू लाग्छन्। मेलाहरूमा सबभन्दा महत्त्वपूर्ण हरिबोधिनी एकादशी मेला, त्यसै गरी हरिसँग सम्बन्धित सबै एकादशी मेलाहरू जस्तो शयनी भयो, हरि परिवर्तिनी र हरिबोधिनी एकादशीहरू, त्यो लगायत अरू सबै वर्षभरिका सबै एकादशी, द्वादशी, सङ्क्रान्ति, पूर्णिमा र दिनको हिसाबले बुधबार र महिनाको हिसाबले कार्तिक महिना भगवान विष्णुको अति प्रिय मानिन्छ र यी सबै बेलामा यहाँ मेला लाग्छन्। त्यसै गरी यहाँ भगवान महादेव पनि विराजमान हुनुभएकोले शिवसँग सम्बन्धित अन्य पर्वमा पनि यहाँ मेला लाग्छन् भने दसैँ लगायत अरू विभिन्न चाडपर्वहरूमा देवीसँग सम्बन्धित चाडपर्वमा पनि यहाँ सामान्य मेला जस्तो लाग्छ। त्यसै गरी यहाँ अरू पर्वहरूमा वैशाखको आमाको मुख हेर्ने बेला पारेर करिब 1 हप्ता जसो यहाँ मूल जात्रा हुन्छ, जुन बेलामा भगवान चाँगुनारायण, देवी छिन्नमस्ता, काली र किलेश्वर महादेवको खटमा राखेर जात्रा गरिन्छ। त्यसपछि वर्षको 2 पटक श्रावण शुक्ल द्वादशीको दिनमा र पौष शुक्ल पूर्णिमाको दिनमा यहाँ भगवान नारायण, लक्ष्मी, सरस्वतीलाई कलशको रूपमा यहाँबाट पैदल हिँडेर हनुमान ढोका लगिन्छ र राष्ट्रप्रमुखको अगाडि दर्शन गराइन्छ। यो वर्षको 2 पटक हुने कलश जात्रा भयो। त्यसपछि यहाँ महास्नान पर्व भनेर भगवान नारायणलाई पञ्चामृतले महास्नान गराइन्छ। त्यसै गरी फागुन महिनामा यहाँ बालगोपाल अथवा श्रीकृष्णको एउटा जात्रा हुन्छ, जुन चाहिँ वंशगोपाल जात्रा भनेर भनिन्छ, जसमा विश्वको सबैभन्दा सानो मध्येको एउटा रथको गुडाएर जात्रा गरिन्छ। त्यसै गरी अर्धनारीश्वर जात्रा भनेर चैत्र महिनामा एउटा पर्व मनाइन्छ भने यी लगायत यहाँका अब कृष्णाष्टमीमा कृष्णको जात्रा लगायत अरू विभिन्न पर्व मेलाहरू यहाँ वर्षभरि नै विभिन्न किसिमले लागिरहेको हुन्छ। चाँगुनारायण मन्दिर यस विश्व सम्पदा सूचीमा सूचीकृत यस स्थलका बारेमा केही भन्ने मौका, केही प्रकाश पार्ने मौका तपाईहरुसँग यसरी साझा गर्ने मौका पाएँ। यसको लागि सबैलाई धन्यवाद र तपाईहरुलाई मैले चाँगुनारायण आएर यहाँको आनन्द लिन हुन आमन्त्रण पनि गर्दछु।